घोष गर्नका लागि हामी आफ्नो आफ्नो क्षेत्रबाट लागि परिरहेका छौँ। युनाइट टु एन्ड डिजिटल भायोलेन्स अगेन्स्ट अल वुमन एन्ड गर्ल्स यो इन्टरनेसनल नारा हो र सँगसँगै राष्ट्रिय नारा यो विशेष गरी प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ भनिएको छ। र आज प्रविधिको सही प्रयोग मिडियाले पनि केही गर्न सक्छ भन्ने विषयको एउटा उदाहरण हो। सामाजिक मुद्दाहरूलाई मिडियाले उठाउन सक्छ, जस्ताको तस्तै ल्याइदिन सक्छ र समाज परिवर्तनको लागि महत्त्वपूर्ण भूमिका खेल्न सक्छ भन्ने उदाहरण पनि आज पेश भएको छ। तसर्थ म सम्पूर्ण मिडियाहरूले यी विषयहरूलाई अत्यन्तै प्राथमिकतामा राखेर अगाडि लैजानका लागि पनि म यही मञ्चबाट आग्रह गर्न चाहन्छु। र विशेषतः आज यो अत्यन्तै महत्त्वपूर्ण विषयमा छलफल हामीले गरिरहेका छौँ। यो प्यानल डिस्कसनमा रहनुभएका प्यानलिस्टहरू र सहभागी हुनुभएका यो क्षेत्रमा काम गर्नुभएका अभियन्ताज्यूहरू र जसले यो समस्या भोगिरहनु भएको छ तिनका समस्या नजिकबाट निहालिरहनुभएका व्यक्तित्वहरू र छोरीहरूको सङ्ख्या बढी देखिरहेको छु मैले। समाजमा अहिले पनि छोरीहरूलाई सिठाडो गरेर बाँच्न सक्ने वातावरण देख्दा सजिलो देखिए पनि साँच्चै नै जीवन भोगाइका क्रममा त्यति सजिलो छैन। र यो पर्दा पछाडिको एउटा ठुलो यथार्थ हो। हामी अक्सर समाजमा सभ्यता र संस्कृतिको दुहाई दिन्छौँ, तर हाम्रै सहरको झिलिमिली जहाँ हामी पोखरा नेपालका लागि सुन्दर सहर भनिरहेका हुन्छौँ, यो झिलिमिलीभित्र यो झिलिमिली साँझभित्र लुकेको एउटा अँध्यारो बाटो भनेको वयस्क मनोरञ्जनको क्षेत्रमा काम गर्ने व्यक्तिहरूको कथा हो। र खास गरी महिलाहरूको पीडालाई हामीले प्राय गरिकन हरेक महिलाहरू अलि बढी गुपचुप राखौँ भन्नेतिर हामी लाग्छौँ, तर समाजले अर्कै नजरअन्दाज गरिरहेको हुन्छ। दोहोरी साँझ, डान्स बार, रेस्टुरेन्ट, क्याबिन लगायत अहिले विभिन्न क्षेत्रमा पसिना बगाउने महिलाहरू जो चाहिँ नि मनोरञ्जन प्रदान गर्ने वस्तु होइनन्, उनीहरू यही देशका स्वाभिमानी नागरिक र श्रमजीवी हुन् भन्ने कुरा, यो सत्यलाई स्वीकार्न हाम्रो समाजलाई अझै पनि किन गाह्रो भइरहन्छ त? आजको यो प्रश्न यहीँबाट सुरु हुन्छ, यो बहस यहीँबाट सुरु भएको छ। जुन समाजमा उहाँहरूको पेसालाई स्वीकार गरिएको छैन। समस्या र चुनौतीका चाङहरू छन्। अघि मैले सुनिसकेँ, कुनै निकायबाट खासै त्यस्तो छैन, हामीले वातावरण बनाएका छौँ भन्ने आएको छ। जो लक्षित समूहमा काम गर्छ त्यो व्यक्तिले गाह्रो छ नि, समस्या छ नि, हामी लागिरहेका छौँ, लडिरहेका छौँ। प्यानलिस्टहरूका कुराहरू सुन्दाखेरि यस्ता खालको आभास हुन्छ। प्रेस रजिस्ट्रारको नाताले र एक सचेत महिलाको नाताले मैले यो क्षेत्रलाई नजिकबाट निहाल्ने प्रयास पनि गरेकी छु। जति बेला 2001 देखि 2005 सम्म मैले गर्ल्स एन्ड वुमेन एन्टी ट्राफिकिङ प्रोग्राममा UN अन्तर्गत रहेर काम गरेकी थिएँ। पोखरामा त्यति बेला अत्यन्तै गाह्रो अवस्था थियो। कुनै यस्ता पोखराका ठाउँहरू थिए, कुनै एउटा एरिया चाहिँ हामी त्यहाँ गएर पाइला टेक्ने ठाउँ पनि थिएन, जहाँ पुग्दा तपाईँको इज्जत डगमगाउँछ भनिन्थ्यो। तर त्यही भल्नरेबल ठाउँमा हामीले पुगेर आफ्नो यात्रा थालेका थियौँ र केही सहकर्मी त्यति बेलाका सारथी नागरिक समाजका अगुवाहरू यही हलभित्र हुनुहुन्छ। त्यो दलदलबाट, त्यो समस्याबाट उनीहरूलाई सिठाडो गरेर वैकल्पिक पेशा अथवा अन्य क्षेत्रमा जानुपर्छ भनेर अभियान सुरु गरेका अनुभवहरू र थुप्रै त्यो समस्याबाट ग्रसित भएका व्यक्तिहरूका आँसुहरू, कथाहरू लेखिएका पनि छन्, मिडियामा आएका पनि थिए र आज अलिक कम भएका हुन्थे भन्ने हो। त्यसरी यसको परिष्कृत रूप हो। आज वयस्क मनोरञ्जनको क्षेत्रमा काम गर्नेहरूको समस्याको कुरा यसको परिष्कृत रूप हो। बिस्तारै अब हामी श्रमको मूल्य मान्यतामा हामी आएका छौँ र अब यो कसरी अगाडि बढाउने भन्ने विषयमा छ। सबैभन्दा ठुलो विडम्बना चाहिँ यो छ कि यो क्षेत्रमा काम गर्ने महिलाको श्रमलाई समाजले श्रम नै मान्दैन। उनीहरूलाई हेर्ने दृष्टिकोणमा चरित्रको प्रश्न गरिन्छ। दिनभर गिट्टी कुट्ने महिलाको श्रम देखिन्छ, तर रातभर नाचेर वा परिवार पाल्ने, रातभर गएर काम गरेर आएर आफ्नो परिवार पाल्ने महिलाको श्रमलाई अमर्यादित रूपमा
ट्याग गिराइन्छ। जबसम्म हामीले यो कामलाई श्रमको रूपमा कानुनी मान्यता र सम्मान दिँदैनौँ तबसम्म हिंसा